ल आज चाहिँ यहाँ पूजा साथीहरुकोमा आइरहेको थिएँ कि तर यो अचम्मको कुरा देखेँ। यो के हो चन्दन नाना? मलाई पनि थाहा भएन। जसलाई याद छ भन्दिन। के हो यो? जसलाई याद छ उसले भन्नु पर्यो। उयो जस्तै छ। ठुलो चाहिँ के हो? सिमी भन्नु कि के भन्नु? सिमी हो। कसरी चाहिँ याद भयो? सिमी हो भनेर चाहिँ। तर खानु त सक्छुन के? खानुहुन्छ रे? उयो चाहिँ उइलेले पठाइदिएको हामीलाई माथि माइली बहिनीले पठाइदिएको थियो नि त्यसको। यसको के बिउ? मतलब खानु चाहिँ हुन्छ? खानु चाहिँ हुन्छ। यो उयो अरे हामीले पनि खानु त खाक्छौँ न कि दाल बनाएर खानुपर्छ अरे। यसको भित्रको दानाको हुँदाखेरि त्यो मटर जस्तो पनि खाँदो रहेछ छिलेर क्या। ए कलिलो हुँदा चाहिँ यसलाई मटर जस्तै छिलेर खाँदा पनि हुन्छ? हुन्छ अरे तर अब हामीले पनि खाएको छौँ नि, ट्राई त गरेको छौँ। के नाम भन्छ यसलाई चाहिँ फेरि? सिबी त सिबीकै प्रजातिमा आयो। नाम चाहिँ के? सर्ट बिन थियो। सर्ट बिन? सर्ट अम्बो सानो ठुलो ठुलो छैन त यसको त अन्त उयो त्यो पत्ता पनि। अन्त यसलाई त अन्त यसले नै एक छाक हुन्छ त अन्त। यो मैले बोरामा रोपेको थिएँ होइन माथि, त्यहाँदेखि त्यो सिटा लगाइदिएको थियो बोरा हो यो भित्तामा। फेरि भाइलाई सार्न लगाएर यो त थाक्रा लगाएको भए पनि तिमीले यो थाम्ने थिएन रहेछ नि त। रुखमा लगायो यहाँ ठिक्कै राम्रै भयो। रुखमा लगाएर चाहिँ कस्तो हुन्छ के हुन्छ हेर त अन्त एउटाले एक छाक हुन्छ भने दुई चाहिँ चारजना हुँदा यसमा त अलि अन्त दुईटाले एक छाक भइहाल्छ। के हो अम्बो? यो त मैले देखेको थिइनँ फर्स्ट टाइम। अलिकति सानो पनि साइली हेर्नु न त्यो यस्तै सेम सेम छ। यो भन्दा अलिकति सानोमा पनि छ। बाफरे के हो यस्तो? थियो दाना त्यसको चाहिँ हो। यसको चाहिँ पिङ्क कलरको थियो। पिङ्क कलरको थियो। ल है साथीभाइहरू कमेन्ट गर्नु है तपाईँहरूकोतिर चाहिँ के भन्छ यसलाई चाहिँ। आम्बो मै त फर्स्ट टाइम देख्दैछु। फर्स्ट टाइम देखेको यो मैले। अम्बो कत्रो कत्रो यो सिमी खाएको छैनौ? एकपल्ट ट्राई गर्नु नि त अन्त। दाल खाने भनेपछि यो छिप्पाएर अब छिप्पिनु आँटेको छ होइन। सुकेर चाहिँ पछि सुकेपछि चाहिँ होइन यो अलिक होइन अलिक सुकिहालोस् न। सुकेर बरु पछि आएर लैजाउँ ल। यो त अब अहिले त अब हरियै छ हो। यसलाई त अब पोटमै सुकेको चाहिँ राम्रो हुन्छ नि त। यहाँ हेर्नुहोस् त आम्बो लु के हो यस्तो? यो चाहिँ मैले फर्स्ट टाइम देखेको है साथीभाइ हो। अब तपाईँहरूले त अब देख्नु भएको होला कतिजनाले है। हेरौँ अब के कस्तो हुने रहेछ पछि है।